हाम्रो ट्रेन आज 2 घण्टा लेट रहेछ। हामी चाहिँ आज मणिपुर जाँदैछौँ। दादाले मतलब सरी सकेको छौँ हो सरी भर्खरै बिस्तारै बिस्तारै कुद्दैछ हैन। यो चाहिँ यहाँ हो सुत्ने ठाउँ। बाई बाई ट्रेन बाई बाई ट्रेन। Welcome back to my channel. Guys, गर्नारै उठिसकेछ। यता दादा नि हुनुहुन्छ। Welcome to Sonia's vlog. हामी चाहिँ आज मणिपुर जाँदैछौँ। दादाले मतलब देखा न मलाई अझ नदेखा। हाम्रो दादा हामी चाहिँ हैन इन्डिया जाँदैछौँ। अनि भिडियो चाहिँ घरदेखि सुरु गर्ने भन्दै सोचिरहेको थिएँ। यस्तो रस भयो फोनै निकाल्न पाएन रहेछ। स्टेसनमा आएर थाहा भयो हामीले भ्लग गर्नु बिर्सेको कुरा। यहाँ चाहिँ एउटा फन्नी भन्ने कि अब साह्रो भन्ने के हो हैन। सुगर पनि वेट गर्नुपर्ने 2 मिनेट पर्ने गरे। Oh my god. क्या गर्यो? सुरज दादा हुनुहुन्छ। हामी 3 जना चाहिँ 3 जना रेडी स्टेसनमा बसेर चाहिँ अनि भ्लगमा स्टार्ट गरेको आज मैले। यत्रो भएको छ साथी। ओ पैसा। यसमा पैसा पैसा। मेरो एउटा ट्रेन चाहिँ जाँदैछ है साथी। त्यसलाई सर्च तपाईँ हुँदैछ। म तपाईँलाई सबै प्रत्यक्ष के भन्छ नि? प्रत्यक्ष नि अवलोकन गराउँदैछु। धेरै चाहिँ सर्च तपाईँ हुँदैछ। देखिनुहोस् हैन कफी टाइम भएको छ। सेना टाइम। अनि हाम्रो मम्मी फोन लाउँदैछ। अनि के पकाउँदै हुनुहुन्छ? खाना खाँदै। 1 घण्टा डिले भएको हो। 1 घण्टा। हाम्रो ट्रेन आज 2 घण्टा लेट रहेछ। त्यही भएर हामी अझसम्म पनि यहीँ छौँ। अनि दादा हामी यहीँ छौँ। बसेको 1:30 गाइस नेपालको एयरलाइन्स भन्दा डिले भयो त यहाँ। 1 A मा आउने रहेछ। अनि हामी चाहिँ यता सरी सकेको छौँ हो सरी सिफ्ट त भन्नु भएन तर पुरा बोलाएको देखिँदो रहेछ यताबाट यताबाट चाहिँ अलिअलि उज्यालो देखिँदो रहेछ। ट्रेन आइसकेको छ साथीहरू होइन होइन प्रतीक्षा सफल भइसक्यो भन्नु होला नि। अनि हामी चाहिँ ट्रेनमा छौँ अहिले चाहिँ। Oh my god. खाना आइसकेको छ। दादाले इन्टरभ्यू गराउनु के छ यहाँनिर हेरौँ ल। पनिर सब्जी दाल रोटी दाल No. कौन सा है नोटिस? नहीं 10 मिनट आप लोग हेलो यति राइस खायो भने मान्छे फिट हुन्छ क्या। त्यो भएर हो नि साँच्ची हो कि भेरे चाहिँ भने 2 लाई हाल्ने हो। खानु मन नलाग्यो नखाए। यो गर्दा मेरो फेभरेट हुन्छ। ये मतलब पूरी का मतलब जाने वाले थे लेकिन हमारे पास से किसी से बात करके आगे स्टाफ करके थोड़ा ठीक है चाहिए लेकिन वहां से मुझे इधर आना पड़ेगा वही बात है ये कमाई नहीं रुकेगी ना वहां को हिंदी बोलने भाई जगह पूरा हिंदी ये सब हिंदी में बोलने ये क्या है मतलब हाथ सारे हाथ लगा दे मुनी आना मुनी पिकल सारी बात पड़ेगा वेरी वेरी सोने के लिए जगह नहीं देखी ना और खाएगी अगर कमाई खाने 2 मिनट पिकलको प्याकेजिङ चाहिँ मलाई यस्तो राम्रो लाग्यो कि अब टेस्ट गर्छु त। क्रॉसिंग हुआ तो पिकल पनि अब यहाँ कहाँ छन् कसरी देख्नु त मन छ है मन छ। दादा हुन्छ दादा यसो क्यामेरा प्लेसमेन्ट अलिक मिलेन। फटाफट 10 मिनट के अंदर अंशुमन एकदम चिल्लाने लगा। यस्तो मिठो छ। ये देखिए बड़े पापा को भी बोल दिया दादा इन्जॉइङ हिज लन्च। यता यस्तो छ दिदीको यस्तो पापा ब्याक गरेको छैन। म त फ्रन्टबाट यस्तो गर्दा खाना देखाइदिएँ। बल्ल बल्ल हल्लाएको थियो होला। मिठो रहेछ है। फोन करते रहना ना ब्लगरलाई पनि देखाइनु पऱ्यो नि। वेरी गुड कौन चार्ज लगा सबैभन्दा सुन्नु भएको मैले राइस हाल्नु अचार बनाउनु अच्छे से कैसे स्मूथ क्या दो mukbang video पनि भयो यार ट्रेन mukbang पहले क्या था
त्यो आलु चाहिँ कहाँ छोडेर साथीहरु यहाँ ट्रेनमा पनि आलुकै सब्जी छ आलु नहालेको कुरै बन्दैन भने जस्तै हो नि मैं यहाँ से 4 से 5 मिनट लगा भोक पनि ठिक्क लाग्नु पर्छ इसलिए हम लोग को बैठने कोई बात नहीं आप लोग कर जाओ मैं इसमें सर को बार-बार बोली 9 दिया है इसलिए बाबू ऊपर नहीं जा सकता दिक्कत है इसलिए ऐसे तो हम लोग मैं सर को इसलिए बार-बार बोली सर मैं लेके राजधानी के पास नहीं है किसी को कोई दिक्कत नहीं यहाँ बैठो ना बस वो बीमार है अगर मैं लेट पहुंचूंगी तो फिर मैं उनको देख नहीं पाऊंगी हॉस्पिटल लेके चला जाएगा इसीलिए मुझे समस्या हो पापा भी कर दो वो सही है प्रॉब्लम नहीं कोई कुछ बाबा आप खाना दिक्कत दिखा रही है क्या जाके बता दो देगा ना नहीं अच्छा यहाँ हम लोग का इंक्लूड पूरा कोई बात नहीं मैं लेके आई हूँ अगर चाहिए यहाँ से ले लो नहीं खाओगे ना बाद में ठीक है आइसक्रिम खान्छ भने हामी खान्छौँ हाम्रो ग्रुपले खान्छ किनकि हाम्रो ट्रेनले दिएको डेजर्ट टाइम फर डेजर्ट किनकि हामीले खाना खाइसक्यौँ अब पालो आयो आइसक्रिमको डेजर्टको हजुर होइन हामी लन्च पनि भइसक्यो अनि के भन्छ लन्च बसेको डेजर्ट पनि भइसक्यो अब चाहिँ हामी सुत्नु लागेको ट्रेनै निक्लेको छैन अब के गर्नु थ्याङ्क यू मेरो चाहिँ त अब बेड भएको हो कि बेड रेडी भइसक्यो होइन सुती जाने अब बल्ल बल्ल के अरे ट्रेन हिँड्नु होइन हामी चाहिँ अघिदेखि यहाँ तल बसिरहेको थियौँ दुःख गरी अब यसरी यसरी बस्नु पर्ने अनि यसरी त्यहाँ सुत्दाखेरि मात्रै ट्रेन चल्दो रहेछ नि त त्यो तलै बस्दाखेरि लड्छ ओर्छ भनेर ट्रेन नचल्नेको रहेछ क्या बिचारा यसरी अब यसरी माथि बसेपछि त सबै सेभ भयो नि त यसरी माथि भएपछि त सबै सेभ भयो नि त कोही लड्ने चान्स भएन नि त अब चाहिँ कुद्दो थाल्यो भर्खरै बिस्तारै बिस्तारै कुद्दैछ होइन ल साथीहरू ब्लग यस्तै यस्तै हुँदैछ हेर्दै गर्नु होला मेरो चाहिँ यहाँ हो सुत्ने ठाउँ बिचमा बसेको कि साथी यस्तो यस्तो टाउको त गर्नु नसकिने भएको छ यस्तो टाउको हाम्रो सुरेश दादा चाहिँ यता माथिल्लो फ्लोरमा हुनुहुन्छ अब चाहिँ हामी यहाँ खाना खाएर रेस्ट गरियो खरे के भएको रहेछ बुझ्नु भयो सुरेश के भएको रहेछ हामी नसुतेर लड्छौँ मर्छौँ भनेर रहेछ नि त ट्रेन नचलेको 1 घन्टा झन्डै 1 घन्टा पो रोक्यो त ट्रेन पनि आज त पुरै 1 घन्टा झन्डै 2 घन्टा हो होइन अनि हामी चाहिँ यस्तो सुतिरहेको छौँ मेरो चाहिँ बाहिरको भ्यू होला साथीहरू यु क्यान सी द भ्यू इट्स भेरी गुड तर मेरो अलिकति हेलो गाइज म चाहिँ होइन भर्खर सुतेर उठेको अनि अब म भर्खर सुतेर उठेको अनि चट्टसँग हाम्रो चाहिँ फेरि चाहिँ स्न्याक्स आएछ अनि चट्टसँग अब फेरि स्न्याक्स खानुको लागि देखाउँछु ल म के छ भनेर त्यस्तो माइक स्याक ल्याग भएर बोलेको छु यो त के पनि सुनिँदैन बहिनी Nada Joana. Dosa हो चाहिँ होइन बाई बाई अहिले कति बज्यो अहिले 4 बजेको छ अनि हामी चाहिँ ट्रेनबाट निक्लिसक्यौँ
बाई बाई ट्रेन मान्छे लगेज यता हाम्रो दादा चाहिँ सबै ब्याग बोकिरहनु भएको छ हाम्रो शान्त कहाँ छुट्नु भयो सबै ब्याग बोकेर हिँड्दै हामी चाहिँ होइन अहिले हामी सिटीमा पुरा आइपुगेका छौँ अनि हेलो भने यहाँबाट ट्रेन स्टेसनमा बिजोग भएको मान्छेहरू अब सबै ट्रेन पर्खिने मान्छेहरू होला अरदेखि यतासम्म छ हामी चाहिँ सिट पायौँ र वेटिङ सिट पायौँ र आम्मामा यो त गरम रहेछ है ट्रेन पनि आयो अहिले चाहिँ 5 बजिसकेको छ होइन 5 बजेर 9 मिनेट भयो 5 बजेर 9 मिनेट भइसकेको छ अनि हामी चाहिँ छौँ दिमापुरको स्टेसनमा मामाहरूलाई त्यसैले हामी चाहिँ यहाँ पर्खेर फ्रेस भएर चिया पनि खाइसक्यौँ देखाउनै पाएनौँ सरी अनि अब हामी वेट गर्दैछौँ सो भिडियो चाहिँ अलिक लामो हुने भयो अरे कि अनि यहाँसम्मको मात्रै एउटा पार्ट 1 चाहिँ यहाँसम्मको बनाउने अरे अनि एन्ड गर्छु ल भन्दै थिएँ अन्त त्यही भएर यो एन्डिङ चाहिँ म गरिदिनु पऱ्यो स्टार्टिङ उसले गरेको सो गाइज जर्नी चाहिँ एकदम राम्रो भयो अब यस्तो मस्त सुतेर टक्क लगाएर एसी रुममा ट्याक्क लगाएर सुतेर खानासाना चट्ट खाएर आयौँ होइन अब यहाँदेखि उताको जर्नी कस्तो हुन्छ थाहा छैन त्यो पनि अपडेट गराइहाल्नुहुन्छ नि सोनिया दिदीले अब अहिलेलाई चाहिँ यति नै हामी अहिले दिमापुरमा छौँ सो सी यु इन नेक्स्ट ब्लग बाइ